यो व्हाट्सअप ग्याङ के छ खबर तपाईहरुको त स्वागत छ तपाईहरुलाई हाम्रो यो एकदमै कोमल कला बिनाको कलात्मक अनि सांस्कृतिक महोत्सवमा 50 जना हाम्रो इन्स्टिट्युटमा भर्ना लिइसक्नु भएको छ। थ्यांक यू सो मच जसले भर्ना हुनुभयो। अनि गाइज तपाईहरुले पनि यो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज त्यो सब्स्क्राइब गरेर हाम्रो इन्स्टिट्युटमा भर्ना हुनु होला। रिभोल्युसन भन्ने चीज जहाँ पनि आउन सक्छ, जस्तै हाम्रो देश नेपालमा पनि आयो जेएनजीहरुले ल्याएर, त्यस्तै गरी गधाका झाँटहरुले यहाँ टिकटकमा पनि आफ्नो किचकण्डीको हाँसो जस्ता टिकटक आफूलाई फेमस बनाउने कोसिस गरिरहेका टिकटके झाँटुहरुको बारेमा आज हामी कुरा गर्नेवाला छौं। सो लेट्स बिगिन। हामीलाई त घण्टाको चिन्ता त सबैभन्दा धेरै त्यो डाक्टरलाई भइरहेको छ होला जसको प्रत्यारोपण नै फेल भयो। तपाईहरुलाई डाक्टर भन्ने बित्तिकै अलिकति कन्फ्युज हुन सक्छ। यहाँ कहानीमा ट्विस्ट छ क्या। यो बड्डो हैजा जो परस्त्री देख्ने बित्तिकै यो भन्दा पनि धेरै खतरनाक रन्डाङ्गिन हरकत देखाउने रहेछ, अनि जो यसको पत्नीलाई मनै नपर्ने रहेछ। अनि एक्कासी हैन, यो सुतेको बेला यसको पत्नी आएर चिम्टाले यसको तुन्तुरो तानेर फाल्दी धेरै रगत बग्यो होला। अनि उसले डाक्टर कहाँ लगेर उपचार गरिन् होली। डाक्टरले पनि धेरै कोसिस गर्यो होला। अनि डाक्टरले लास्टमा एउटा प्लान बनायो होला। लास्टमा हैन, यसको तुन्तुरोको सट्टा मुसो चप्काइदिने हो। एक्ज्याक्ट त्यही मुसो यहाँ उम्लिरहेको छ। म त बुढो भएर भन्दा पनि यस्तै किचकण्डी जस्तै अलक्षिना गाना सुनेर मर्छु होला जस्तो लाग्छ। यो एउटा हैजाको जीवाणु भइहाल्यो। यी चाहिँ नेपाल अखिल पातलो र कुपोषित महिला सङ्घकी अध्यक्ष भइहालिन्। नो डिसरेस्पेक्ट बट तितो सत्य भन्छु तपाईहरुलाई हैन। चैत वैशाखको हावा चल्यो भने उहाँ दिदीको गोजीमा ढुङ्गाका टुक्राहरू राख्नुपर्छ होला। अस्ति रमेशको घरमा आएको फेटा र सर्प कहाँ गयो भनेको त यहाँ पो रहेछ। अन्टीको यही कलाले फिक्स नागिन साथमा नागिनको रोल 100% पाउनुहुन्छ। उहाँ अन्टी 100% सर्पको नातागोता पर्नुहुन्छ क्या हो। सर्पको सबैभन्दा कमजोर भाग के हो? सर्पलाई कहाँ हानेर मार्छन् थाहा छ? टाउको त होइन। नागिन अन्टीले पनि त टाउको नै सेफ्टी गर्नुभएको छ। जय हो युनिभर्स। मसँग बोल्न मन छैन हैन तिमीलाई? ठिकै छ, म पनि अब तिमीलाई जबरजस्ती गर्दिन। मसँग नै बोल्नुपर्छ, मलाई नै माया गर्नुपर्छ भनेर। तिम्रो मन हो, मन लाग्छ बोल, मन लाग्दैन नबोल। यहाँ बिचारा पागल प्रेमीको पनि छुट्टै बक्चोदी चलिरहेको छ। हामी यार सिङ्गलै भएको 18 वर्ष पुगिसक्यो। अरू 18 पुग्यौँ भने आधी जिन्दगी त गइगयो। डर लाग्छ यार कसम आजकल हैन, सिङ्गलै मर्छौँ कि भनी यार। पढाइ किन बिचैमा छोडिस् भनेर प्रश्न नगरिदिनुस् न महोदय। परीक्षामा गरिबी भन्ने विषय लाग्यो, कटाउनै सकिन। गरिब भोसडी गरिब भन्ने विषय अरे तँलाई गरिब होइन चप्पल भन्ने विषयको कमी भएको छ। चटचट 2 चमाट गालामा हानेपछि अनि त्यो गरिब विषय पनि पास हुन्छ। खोइ यार घन्टाको पढ्न सकिस्। फर्स्टली यस्तो हरकत नै विस्फोट हुँदैन। सरासर भन्न पढ्न सकिन। 2टा हात छ, खुट्टा छ, दिमाग छ, त्यही पनि आफूलाई गरिब अरे। मेरो विचारमा होइन, गरिब त्यो हो जो मेन्टल डिसअर्डरसँग सङ्घर्ष गरिरहेको छ। त्यसो नभन, तिम्रो मायामा केही कमी छैन र मेरो मन पनि परिवर्तन भएको छैन। तिमी त मेरो सब थोक हौ। तिमी बिनाको जिन्दगी त म कल्पना पनि गर्न सक्दिन। यो आयो फेरि पागल प्रेमी। यो जन्तुलाई प्रेम रोग लागेको छ यार। यसको औषधि के हो थाहा छ? पछाडि झुन्डाएको टावेललाई गिलो बनाएर यसको मुख छोप्ने, अनि त्यो झाडुलाई उल्टो बनाएर मस्तसँग यसको चाकमा मस्तले सुताइ हानेपछि अनि बल्ल यसको भूत झर्छ।
नेपाल केही वर्षपछि सकिने आशंका गर्छु म त। नेपालका पुरुषहरूमा छ्यापछ्यापी यस्तै रोग लाग्यो भने के गर्ने, अनि देशलाई कसले हेर्ने भन्ने जस्ता कुराहरू पनि आउने गर्छन्। यस्ता हट्टाकट्टा युवाहरूले यस्तै मिठो हरकत गर्यो भने श्रमदान कसले गर्ने देशका लागि? हर्कजीलाई एउटा सल्लाह दिन चाहन्छु, यस्तै चुतिया किचकन्डी हरकत गर्नेहरूलाई श्रमदान होइन श्रमदण्ड दिनु होला। यो गुलियो दाइको लागि पनि छुट्टै भिडियो निकाल्ने म त सोचिरहेको छु। यदि हजुरहरूको माग आयो भने मजाले बनाइनेछ। गाइज आजलाई यति नै। यदि यो भिडियो तपाईँहरूलाई मिठो लाग्यो भने तल लाइक बटन छ, लाइक बटनमा ठोकिदिनु होला। अनि भिडियो मन परेमा सबैजनालाई आफ्नो साथीहरूलाई सेयर हानिदिनु होला। अनि एउटा मिठो कमेन्ट छोडिदिनु होला। छिट्टै भेट्नेछौँ अर्को भिडियोमा। हस्त धन्यवाद।